वाह सब यहाँ पौडी खेल्दैछ। हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल है। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। सो आज चाहिँ हामी कहाँ जाने त्यो तपाईँहरूले मेरो थम्बनेल हेरेर थाहा पाइसक्नुभयो जस्तो लागिरहेको छ मलाई चाहिँ। सो माटा खोला जाँदैछौँ हामी फेरि पनि आज। अहिलेको भ्यू चाहिँ यस्तो छ, चट्ट घाम लागिरहेको छ होइन। सो के हुन्छ जाँदा म तपाईँहरूलाई देखाइहाल्छु। जाँदा भेटौँ है त। ओके गाइस, बाइक रेडी हुँदैछ यहाँ चाहिँ। नगर नै नगर कता रेड जानु ठाडो कि उता घुम्नु बुट कहाँदेखि बोक्ने हो यताबाट जानु त्यहाँ बोकै कसले बोक्नु तो बोक्न लाग्छ नि मेरो रनमाथि हामीले दादा त सरसरबाट लभिङ हिलदेखि झर्दै गर्छ क्या। हामी चाहिँ के यहाँबाट यसबाट जानु हामी चाहिँ हिँडिसक्यौँ है त। ल दुईवटा बाइक अहिले चाहिँ हामी यहाँ गुवाबारीको मन्दिरमा पर्खिरहेको छु 2-4 बाइक केटाहरूलाई। आउँदैछ केटाहरू चाहिँ। त्रिपल्लट यो आजको हाम्रो दह चाहिँ यहाँ यो सिधा बाँदरले मुत्ने भनेको ए हक्ने बाँदरले हक्ने भनेको यो दह चाहिँ यसो गरिरहेछ नभेट्ने रहेछ है। रामे उता गएर भुइँ भेट त कहाँ भेट्छ त होइन हौ नडुबेको त हो त उ त निकै मुनि गयो नि। निकै गएर हो न त यसरी डुबेर त एकचोटि है कतिको गरेछ हात यस्तो गर्न ठाडो चप्पलले खेल्नै दिँदैन। ल 1 2 3 गो। पौडी खेल्छु फेरि फोन वाटर प्रुफ हो कि डुब्यो भने बिजोग हुन्छ। नखोल न भाइ। ए हाम्रो एचएफसीको मेन्डी तपाईँहरूलाई अस्तिको भिडियोमा नि भनेको थिएँ। एचएफसीको मेन्डी केवाइसीको आफ्नो आफ्नो पाठ पूजाहरू छ। यो चाहिँ कहाँको मिठिलो हाले भाइ आम्मा 3 गो। आयो या 1 2 3 गो। मेरो चाहिँ 1 2 काउन्ट गर्दाखेरि नै स्वर सुकिसक्यो है तल। एउटा निस्क्यो अर्को निस्क्यो। दुई भाइको च्यालेन्ज पुरा गर्दैछ। अर्को निस्क्यो। राजीव दादा विनर भयो। विनर राजीव दादा विनर भयो। वाउ वाउ मुन्टहरू जोतिन्छ होला हो अहिले। किन हो राज दादा हामी चाहिँ फर्किसकेको छौँ गाइज होइन। यहाँ दहदेखि हामी चाहिँ बाटो लागिसकेको छौँ। फोटो चाहिँ नबोल्न हौ काम छ। त्यो बिचको त कत्रो हौ। एचएफसी मेन्डी युट्युबर चाहिँ हेरी दुई भाइ चाहिँ यहाँ बारीओरी नुहाइओरी गइसकेको छ। हामी जाँदैछौँ।
चाहिँ एकदम भोकले भइसक्यो क्या भोकले मर्न लागिसक्यो क्या त्यही भएर अब चाहिँ लगन हिँडेर गएर यसो चटपटे नुहाएपछि चाहिँ मेरो कपाल फेरि सिक्का हुन्छ र हाम्रो भाइ नगर त बाँदर बाटो भयो भने के हुन्छ थाहै होला ल अब हामी चाहिँ बाइक फर्केर जाँदैछौँ जाँदा भेट्छु है त सो गाइज आजको मेरो भ्लग चाहिँ यति नै हुनेछ ओके त्यही हो नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी ओके बाई